देखिन्छ के देखिन्छ हैन? म भाग्न जन्मेको होइन, तर म विवश भएर प्रचण्ड केपी ओली दुईजना बसेर अरू एकजना राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर म यो भोलि पर्सि सार्वजनिक गरौँला। उहाँहरूको एउटा डिसिजन के भयो भन्दाखेरि 15 गतेको आन्दोलनलाई डिसमिस बनाउनु पर्छ र दुर्गा परसाईलाई चाहिँ एउटा पागल जस्तो बनाउनु पर्छ, जोकर बनाउनु पर्छ र दुर्गा परसाईबाट यो आन्दोलन हुँदैन भनेर जुन नेतृत्व हत्याउने कोसिस नेपालमा भइरहेको छ त्यसमा तपाईहरु नलाग्नु होला। आउन म तयार छु, मलाई पुलिसले खोज्नु पर्दैन, म कहीँ आएको छैन, म नेपालमै छु, कुनै ठाउँमा छु र म सार्वजनिक हुन्छु। मेरो जीवनको तपाईहरु ग्यारेन्टी गर्नुहुन्छ र मानव अधिकार र वकिलहरुको रोबरमा, अघि मैले नाम भनेका वकिलहरुको रोबरमा हो भनेदेखि म 24 घण्टा भित्रमा उपस्थित हुन तयार छु। म स्टेजमा पुग्नु भन्दा 15 मिनेट अगाडि नै तपाईको चाहिँ घरका छतबाट टियर ग्यास गोली बर्साइए र तपाईको राष्ट्रिय